हामी फरक पर्छ यो दुई पटक हो दोस्रो पटक हो त्यो घरलाई सम्झाएको है यो दोस्रो पटक हो त्यो घरमा अस्ति पुग्यो हामी त्यो घरमा मैले चिनिसकेँ उहाँलाई भने सर नमस्कार मलाई चिन्नुभयो तपाईँले चिन्नु भएन एकचोटि तपाईँसँग यो ट्याक्सको बारेमा डिस्कसन भएको थियो नि म त्यही मान्छे हो तपाईँ जुवा खेल्नुहुन्छ एकजना अर्की महिलासँग ऊ भएको थियो कि त्यो अर्को महिलालाई भन्नुभएको नि तपाईँले त बेच्न पाउँदिनस् भनेर अर्को पनि चिया बेच्ने उहाँ पनि चिया बेच्ने अनि मैले भने तपाईँ त चिया बेच्नुहुन्छ होइन उहाँ चिया बेच्ने मान्छे तपाईँ किन त्यस्तो होच्याएर उ गरेर गर्नुहुन्छ भन्दाखेरि होइन मैले बेच्न पाउनुपर्छ मैले भने किन बेच्न पाउने व्यापार व्यवसाय गर्न नेपाल सरकारलाई ट्याक्स दिनुपर्छ मान्छेले यत्रो पसल गरेर होइन लौ मलाई ट्याक्स तिर्यो भन्ने भनेर तपाईँले गर्न पाउने त्यो महिलाले गर्न नपाउने अरू व्यापार गरे पनि हुन्थ्यो भनेको मैले त्यति भने किन चिया बेच्न पायो त उसले पनि तपाईँको पसलमा बस्न पाएन उसले भइ त गर्दाखेरि छोडिदियो भन्दा नि के पाइयो त्यो बेच्नुहोस् तपाईँ चिया बेच्नुहोस् व्यवसाय गर्नुहोस् चिया दिनुहोस् नदिनुहोस् त्यो पनि तपाईँ दिनुहोस् पनि नदिनुहोस् पनि पैसा लिनुहोस् पनि नलिनुहोस् पनि त्यो तपाईँको कुरा हो तर के छ तपाईँले चिया बेच्न हुने अर्कोले नबेच्न हुने त्यो होइन कि दुईले हुँदैन कि दुईले बेच्न पाउनुपर्छ हाम्रो भाइ त्यो हो क्या हो कि होइन अनि हजुरले बेच्न पाउने महिलाले बेच्न पाएन त्यस्तो गलत नागरिक भएपछि ठिकै हो कि त विदेशी नागरिक त्यो महिला भइदिए ठिकै थियो उसले पनि कुनै प्रक्रिया पुऱ्याएर गर्छ मैले प्रक्रिया नत्र नर्मली हिसाबमा अरू बाहिरको मान्छेलाई सपोर्ट गर्ने होइन जस्तो त्यो मान्छे अन्तै जिल्लाको छ भने ठिकै तपाईँको उपस्माउनु ठिकै हो यो मान्छे बाहिर जिल्ला भोलि यसको नियत खराब हुन्छ चिया बेच्न गरेर आज यसले केही खबर सङ्कलन गर्न खोजिया हो कि के भन्नु के भन्नु त्यो हुँदैन कि व्यापार छ त यार मान्छे किन त्यसले अनि अर्को मेरो डिलर खोल्यो सर नजिकले डिलर खोल्यो सर भन्न पाउँछ आजको गल्ती भयो आजको गल्तीको लागि उहाँहरूलाई बोलाउनु सबै मान्छेलाई यहाँ 5 जना साइकलको मान्छे आयो भने हामी तपाईँलाई सम्झाउजा गरेर छोड्छौँ कागज बनाएर छोड्छौँ आज हो त्यसै त पठाउनु बोलाउनु पर्यो मान्छे चाहिँ बोलाउनु तपाईँहरूले भागना पनि देखायो हामीले त्यो उसले गर्दा मिस्टेक हो तपाईँलाई छोपिहाल्थ्यो हामी त्यो त्यहाँनिर त्यो बाख्राले गर्दा मिस्टेक हो त्यो बाख्रा मर्ने भयो त्यहाँनिर बिचरा बाख्रा अगाडि आइदियो गाडी भित्र हालेको यार रोडमा त्यो बाख्रालाई त मार्नु भएन अनि उनीहरूले उता सार्दाखेरि पट्टाको भागा भएको त्यहाँ जुत्ता चप्पल खेले पनि त्यो रोडभन्दा तल हो तल त्यो रोड यता गौशालाभित्र त्यहाँ पनि उहाँलाई हामीले अगाडिको पटक पनि भने नखेलाउनु होला भनेर बुझ्यौँ हामी त नभाग्नु तपाईँ त्यो अरू मान्छे डिस्टर्ब हो नि त त्यो तास खेलेको मान्छे पनि बच्चाहरू पुलिस त्यहाँ जानु पनि जाँदैन त्यहाँबाट फोन गर्छ गऱ्यो भने जानै पर्छ के नखेल्नु मान्छे भन्नु त यसो अरू ठाउँमा जुवा हुन्छ उहाँ के गर्छ भन्ने मेरो घरमा आएन त्यही घरमा नि खेलाउनु सक्नुहुन्छ जहाँ फोन भयो मै जाने हो त्यही घरमै तपाईँले भन्नु पर्यो त अनि किन भन्नु भएन तपाईँहरूले अहिले त्यही घरमा खेल्न मतलब गर्नु पर्यो त समाजमा राम्रो नराम्रो कुरा हो नि त्यो त मतलब नभए के भयो त अर्कोलाई भयो अर्कोलाई मतलब भयो भन्यो त समस्या त्यो हो हामी जानु पर्यो र हामी 4 जना तपाईँहरू बोलाउनुहोस् यो साइकलको मान्छे बोलाउनुहोस् जान सक्नुहुन्छ भने हामीले बोलाउनुहोस् हामी के भन्दैन हुँदैन हामी केही भन्दैन हामी त्यो कुरा लिक पनि गर्दैनौँ तपाईँलाई सार्वजनिक पनि गर्दैनौँ होइन त दोस्रो पटक हो तपाईँहरूलाई सम्झाइबुझे चाहिँ हुन्छ यहाँ तपाईँको घर कहाँनिर हो क्लास त हुन्छ होइन सोधेको मैले खालि उहाँहरूको दोकान त्यहाँ नै भने यहाँ आगे भित्र यार उहाँ त कहाँ चिन्नु उहाँ त भागिहाल्छ सर नमस्कार उहाँ चाहिँ अघि तास खेल्ने उसमा हुनुहुन्थ्यो साइकलवाला बच्चा अब बोलाउनु पऱ्यो उसलाई
टिएपी बनाउनु मारेछ खेल भनेर खेल्नु सुपर लाजले भागेर अनि सुपरबाट फोन गर्नु गल्ती भयो लाजले होइन सुपर छोरी घरबाट फोन गर्नु बाबु लाज लाग्यो गाह्रो भयो दिनदिनै तपाईँहरूलाई त्यहाँ नखेल्नुभन्दा हुँदै त्यो रोडको साइडमा खेल्नुहुन्छ लाज लाग्दैन त लाज लाग्ने पर्ने विषय होइन जस्तो यहाँ हेर्नु न हजुरले खेल्नुभयो भएन प्लिज भन्नु तपाईँ साइकल चढ्नेको थियो यो ठाउँ छ है यो रोड छ उहाँ मात्रै 10 पनि खोजिदिनु पर्दैन तपाईँ नखेल्नु छ है भन्नु त सकिन्थेन खेल्नु भएको थिएन र हामीले मान्यो तर आफ्नो समाज कहाँ गइरहेछ समाजले के पाउला मैले गरेँ एक्टिभिटिजले के पाउला मैले रक्सी खान्थेँ र मेरो छोराले रक्सी खान सिक्यो भनेर हाम्रो नेपालीको भइसक्यो अब आफू जुवा खेल्नु गयो भने जुवै खेल्न सिक्दैन चरेस खानेको छोराछोरीहरू चरेसै खाला है तपाईँहरूले त्यही भएर ल्याएको थियो अरू के गरौँ अरूको आशा त्यो ज्योति चाहिँ तिमीहरू सबैलाई बोलाउनु ल ठिक छ सम्झाइ बुझाइ गरेर अरू पनि छ नि तपाईँहरू सबैको लगेर पर्दैन सर हामी त सँगै म सुमिहालेँ म उहाँलाई सबै थाहा छ एक्लै सम्झेर अरू पनि आउनु पर्यो त म त आएको पनि होइन कि वास्तवमा ठिक छ भयो तपाईँ यो सुन्नु न ठिक छ उसमा छोराहरू बट्टा खेल्ने हालत त होइन नि नाइ खेल्दैन होला नि खेल्नु नाइ खेल्दैन त्यति बसेको चिया लगाएर जाने यहाँ चिया दिएर आउनु छ बिहान